हेलो नमस्ते गुड मर्निङ है। आज चाहिँ हाम्रो पोखरा टु जुमसोम तातो पानी हुँदै मुक्तिनाथको चाहिँ आज कार्यक्रम छ। हाम्रो घुमघाम छ। लेट्स सी, अब हामी सबै देखाउँदै जाने कोसिस गर्नेछौँ। यो अब पोखराबाट आज चाहिँ हामी मुक्तिनाथको यात्रा सुरु भयो है। हेलो, यहाँ चाहिँ बाहिरी मान्छेहरूको चाहिँ पास लिने ठाउँ रहेछ। यो चाहिँ हामी जमसोमको नजिकै आइसकेको छौँ। अवस्था यस्तो छ है यहाँको चाहिँ। जति पनि बाहिरी मान्छे छ सबैको पास चाहिने रहेछ। यहाँ चाहिँ पास बिना चाहिँ जान नमिल्ने टुरिस्टको बस, टुरिस्टको मात्रै हो, नेपालीलाई चाहिँ पर्दैन। एकदम डेन्जर ठाउँ। यहाँबाट माथि चाहिँ एकदम चिसो भइरहेछ मौसम। यहाँबाट चाहिँ माथि एकदम चिसो हावाहरू पनि आइरहेछ। समाजहरू त्यो भन्नु त बाबु अनि त्यसपछि के उनीहरूले कुरा के दिन्छ नि त्यही अनुसार अब भोलि आइज आज समय टाइम छैन भन्यो भने बसेर भोलि हेर्छन् पर्ला। अब आज कुरा अब नमिल्ने जस्तो अहिले बुझ्ने भयो भने छुट्टी पनि देखाएन। जम्मा 3 दिनको छुट्टी देखाऊ। यही होला बाहिर गदला जान्छु म, भरे गर्छु है। हेलो, फाइनल्ली हामी धुम्बराई जमसोमको धुम्बराई ताल पनि आइपुग्यो। एकदम
रमाइलो छ। मौसमले पनि एकदम साथ दिएको छ, एकदम रमाइलो छ। जुमसुम बजार है, एयरपोर्ट यो चाहिँ यो साइड चाहिँ गाउँ है। हेलो गाइज, हामी चाहिँ अहिले जुमसुम बजारमा छौँ। जुमसुमको भ्यू चाहिँ यस्तो छ अहिले। हामी चाहिँ आज जुमसुममै बस्छौँ। आफ्टर टुमरो मर्निङ गोइङ टु मुक्तिनाथ।